अब यो हजुरको मार्केटमा यसको प्राइस रहेको छ 48,000 48,000 यसको यो टायरको एउटा जेन्जी पुस्ता भनौँ न अहिले मार्केटमा चलेको शब्द जेन्जी पुस्ताको लागि सबभन्दा बेस्ट क्वालिटीको टायर है त यो म फेरि पनि नयाँ टायर्सहरूको जानकारी भिडियो चाहिँ म तपाईँहरूको माझमा राख्दैछु है। आज बाइक तथा स्कुटरहरूमा चाहिँ लाग्ने टायरहरूको या जुन ब्रान्डको टायरहरू छ ती ब्रान्डहरूको टायरको चाहिँ कति पर्छ, अगाडिको पछाडिको के फ्रीमा आउँछ यहाँनिरबाट लिँदाखेरि भन्ने कुरा चाहिँ म यहाँनिर यो पसलबाट यो जानकारी चाहिँ तपाईँहरूलाई दिनेछु। भिडियोलाई चाहिँ पुरा हेर्नु होला, सब्सक्राइब पनि गर्नु होला है त। हुन्छ, यो टायर चाहिँ सुरुमा हामीले यहाँ निकालिसकेका छौँ। यो चाहिँ यो टायर चाहिँ के को हो र कति पर्छ, अगाडिको पछाडिको के फ्री पाउँछ, यसमा चाहिँ तपाईँले जानकारी खुलाइदिनु पर्यो है त। हजुर, यो टायर चाहिँ हजुरको एन्टकको पछाडिको जेन्युन टायर हो यो। हजुर, अहिले टिभीएसको यो टिभीएसको हजुरको युरो ग्रिप हजुर रेमोरा भन्ने टायर हो यो चाहिँ हजुरको। यो चाहिँ हजुरको पछाडिको हो। अहिले हजुरहरू आउनुहुन्छ टिकटकबाट या युट्युबबाट हजुरहरू आउनुहुन्छ भनेपछि यो टायर हजुरको 2750 मा पाउनुहुन्छ, जसमा लिक्विड र टायर बेल फ्री पाउनुहुन्छ यो पछाडिको टायरमा। ओके, यो सरी 2790 2990 सरी अगाडिको पर्यो बिग्रियो भनेर 2990 हो पछाडिको। हजुर 2990 पछाडिको 2990 ठिक छ। अनि यो अगाडिको चाहिँ हजुरको 180/12 हो। यो चाहिँ हजुरको 2750 पर्छ यसलाई। यो पनि टिभीएस युरो ग्रिपको रेमोरा भन्ने टायर हो, एटीटी 455 को। हुन्छ, अगाडिको चाहिँ 2750 पर्यो। हजुर, यसमा के फ्री पाइने? टायर बेल दुईटै फ्री, दुईटा लिक्विड अनि दुईटा टायर बेल फ्रीमा पाउने भयो हजुर है। हुन्छ, अब हामी त्यसै गरी अर्को टायर हेरौँ है त। सबैभन्दा सस्तो टायर चाहिँ मैले त्यहाँनिर भिडियोमा देखाइसकेको छु, अगाडि नै टिकटकमा, युट्युबमा, फेसबुकमा सबै ठाउँमा मैले हालिदिइसकेको छु। 2000 देखि चाहिँ यहाँनिर 48,000सम्मको टायर पाइन्छ है। हजुर 48,000 ल हुन्छ, हामी अर्को टायर हेर्नेछौँ जुन चाहिँ रहेको छ अपोलो H1 होइन। ल यो टायरलाई फेरि हेरिदिउँ न त, यो कुन बाइकमा लाउन मिल्यो, कुन बाइकमा र कति प्राइस पर्यो अगाडिको पछाडिको। यो चाहिँ हजुरको डुकमा म्याक्सिमम सबभन्दा बढी जाने भनेको डुक बाइकमा जान्छ। यो अपोलो H1 सिरिज हो, H1 सिरिज हो। यो H1 सिरिज भन्छ यसलाई, रेडियलमा पर्छ यो डुक बाइकमा L5 हजुर L5 H1 को डुक बाइकमा जान्छ। एनएसमा हजुर एफजेडमा बेनेलीमा जान्छ। हजुरको चाहिँ 110 70 17 को साइज हो यो। 117 17 को जुन बाइकमा लाग्छ सबैमा लाग्ने भयो। हजुर, त्यसपछि रह्यो हजुरको यसैको अपोलो H1 कै L5 H1 कै सिरिजको हजुरको यो चाहिँ पछाडिको हो, 150 60 17 को। यो टायर हजुरको हजुरले भने जस्तै यो बेनिलमा पनि लाग्ने भयो हजुरको, एफजेडमा हजुरको V2 V3 मा, डुकमा 200 देखि हजुर 390 सम्म सबैमा यो लाग्छ। एनएसमा पनि लाग्छ यो हजुरको सबभन्दा बढी। कतिमा आउने भयो यो सेट लिँदाखेरि? यो हजुरको सेट लिनुहुन्छ भनेपछि हजुरको 12,000 मा हजुरको दुईटा लिक्विड दुईटा टायर बेल हजुरको फ्री आउँछ। 12,000 मा दुईटा लिक्विड अनि दुईटा टायर बेल फ्रीमा आउँछ। फ्रीमा आउँछ। हामीसँग अब अरू बाइकहरूको पनि हेर्दिउँ न त है त। उयो तलपट्टिको यो हेर्न मिल्छ त? यो मिल्छ। त्यो पनि हेरिदिउँ के कस्तो छ। यो टायर पनि तपाईँको डुकमै, यो टायर चाहिँ यिनीहरू चाहिँ तपाईँको पल्सरको अनि गएर साइनको टायर हो। यो अफरोडिङको पछाडिको टायर हो। पहिला सुरु यही हेरिदिउँ न त। यो साइनकै पछाडिको टायर हो। यो चाहिँ तपाईँको 25-26 के आसपासमा होला यो टायर। अहिले अफरमा हामीले राखेका त छैनौँ, यो पनि राख्दैछौँ अब। यो पनि नेक्स्ट भिडियोमा हजुरको नेक्स्ट भिडियोमा अलि राम्रो डिटेल पाउनुहुन्छ। अहिले नर्मली हेरौँ, यसको प्राइसहरू चाहिँ अहिले लिस्टिङ गरेको छैन अहिले। अब यो हजुरको डुकमा लाग्ने टायर हो। अहिले सबभन्दा बढी अहिले गइराखेको रेसिङको लागि, प्लस हजुरको अब केटाहरूको भर्खर केटाहरूको लागि, युवाहरूको लागि चाहिँ जेन्जी पुस्ता भनौँ न अहिले मार्केटमा चलेको शब्द जेन्जी पुस्ताको लागि सबभन्दा बेस्ट क्वालिटीको टायर है त यो। अहिले तपाईँले मार्केटमा गुगलमा जहाँसुकै हेर्नु सबभन्दा हाई क्वालिटीमा भएको यो रेजको हजुरको टायर यो पाउनुहुन्छ। रेजको ट्र्यास रेड भन्ने टायर हो। 150 60 17 पछाडिको टायर, अगाडिको हजुरको 110 70 17।
यो पनि डुकको अल पर्पजमा हजुर डुकको अगाडि पछाडि दुइटैमा लाग्छ एफजेडमा एनएसमा तपाईँको गएर बेनेलीमा सबैमा लाग्छ यो चाहिँ हजुरको डिजाइन पनि दामी रहेछ है हजुर बुटाहरू पनि हजुर जस यो टायरहरू तपाईँको बेनेली केटिएम छ भने चाहिँ यो टायरहरू चाहिन्छ भने चाहिँ तपाईँले यो ठाउँमा सम्पर्क गर्नुपर्ने हुन्छ सम्पर्कको लागि चाहिँ म तपाईँलाई लास्टमा भिडियोको अन्तिममा चाहिँ डिटेलहरू हालिदिनेछु है त यसको लागि चाहिँ यसको प्राइस कति भन्नुभयो अगाडि र पछाडि यो हजुरको अगाडि पछाडि 15,000मा हजुरको टायर भेल र टायर लिक्विड पाउन सक्नुहुन्छ 15,000मा है यो पनि 150 70 होइन त साइज पछाडिको हजुर ल यो टायर चाहियो भने तपाईँले यहीँ आएर सम्पर्क गर्नु होला है 150 60 70 यो सबैभन्दा लास्टमा रहेको टायर हेरिदिउँ न त यो चाहिँ एन्जल जिटी टायर रहेछ यसको पनि प्राइसहरू बुझिदिउँ जम्बो जिटी भन्ने टायर हो यो बेनेली 300मा हजुरको 300 प्याटर्नको सबैमा यो हजुरको अहिले सबैभन्दा महँगो टायर तपाईँहरूले देख्न सबैभन्दा महँगो टायर ल है त हो यो पसलको सबैभन्दा महँगो टायर मध्येमा यही हो हैन त कुन टायर भनेर हजुरले एकदमै खुल्दुरी लगाइरहेकोलाई यो चाहिँ पिरेली टायर है पिरेलीको एन्जल जिटी भन्ने यो ब्रान्ड हो अहिले स्क्रिनमा हजुरले देख्न सक्नुहुन्छ पिरेलीको एन्जल जिटी 120 70 17 यो चाहिँ अगाडिको टायर हो यो चाहिँ म्याक्सिमम बेनेलीमा जान्छ हजुरको बेनेलीमा डुकमा पनि हाल्नुहुन्छ हाम्रो साथीहरूले चाहिँ डुकमा हजुरको हाल्नुहुन्छ 250मा 300 390मा यो हाल्नुहुन्छ यो चाहिँ पछाडि अगाडिको टायर चाहिँ हजुरको यो 28000 टायर है 28000 टायरलाई हैन हजुर अगाडिको मात्र टायरलाई 28000 पर्ने टायर यही हो ल अगाडिको एउटा टायर 28000 को अब पछाडिको टायर एकदमै राम्रो प्रिमियम क्वालिटीको टायर है सर एकदमै राम्रो प्रिमियम क्वालिटीको टायर हो मार्केटमा सबभन्दा राम्रो र एकदमै महँगो र क्वालिटी ब्रान्डेड प्रिमियम टायर अब अर्को रहेको छ यो पिरेलीको यो पनि हजुरको पिरेलीकै एन्जल जिटीको हजुरको पछाडिको टायर 160 जेटआर 17 भनेर छ हजुरले देख्न सक्नुहुन्छ यहाँबाट यो हजुरको दुईटै चाइनिज टायर है इटालियन ब्रान्डको चाइनिज टायर यो चाइनाबाट इम्पोर्ट गर्ने सबै चाइनामै हुन्छ अब यो हजुरको मार्केटमा यसको प्राइस रहेको छ 48,000 48000 यसको यो टायरको एउटा टायरको महँगो टायर रहेछ नि त यो त हैन ल हाम्रो पसलको सबैभन्दा महँगो सबभन्दा अब सेटमा कति पर्यो त टायर यो हजुरहरूले सेटमा लानुहुन्छ भनेपछि डिस्काउन्ट गरेर हजुरहरूले यसमा चाहिँ 15 देखि 18% डिस्काउन्ट पाउनुहुन्छ हजुरहरूले 15 देखि 18% डिस्काउन्ट पाउनुहुन्छ यो एन्जल जिटी लिने हो भने चाहिँ तपाईले आफैले क्याल्कुलेसन गर्नु होला है पछाडिको र अगाडिको प्राइस एकचोटि भन्दिम फेरि अगाडिको हजुरको 28000 पछाडिको चाहिँ 48000 28000 र 48000 मा यो पिरेलीको एन्जल जिटी ब्रान्डको है सिरिज चाहिँ एन्जल जिटी सिरिज पिरेलीको ओरिजिनल टायर हैन ओरिजिनल टायर हुन्छ सबैभन्दा महँगो टायर यहाँ चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ एकदमै सस्तोमा 2000 देखि एकदमै महँगो 48000 सम्मको क्वालिटीको टायर हजुरहरूले पाउन सक्नुहुन्छ कन्ट्याक्टको लागि हजुरले हामीलाई सम्झनु होला भक्तपुर गट्ठाघर चोक बेस्ट अटो डिल्स नेपाल ल तपाईले यहाँनिर भक्तपुर गट्ठाघरमा आएर चाहिँ सस्तो टायर पनि तपाईले किन्न सक्नुहुन्छ र महँगो टायर पनि किन्न सक्नुहुन्छ यहाँनिर चाहिँ हामीले थोरै स्टकलाई मात्र तपाईलाई रिभिल गरिरहेका छौँ हाम्रो गोडाउन अरू ठाउँमा पनि छ हैन भाइ हजुर गोदाम हाम्रो सबै भरिएको छ अहिलेको लागि चाहिँ मैले भिडियोमा चाहिँ तपाईलाई सस्तो टायर अनि एकदम मिडियम टायर अनि एकदम महँगो टायर यी तीनटा कुराहरूलाई मात्र मैले तपाईहरुलाई खुलासा गराएको बाँकी तपाईलाई कुन बाइकको टायर कुन कस्तो खालको कम्पनीको चाहेको कति रेन्जमा चाहेको हो भन्ने चाहिँ तपाईले चाहिँ त्यसको लागि चाहिँ यहाँनिर आएर सम्पर्क गर्नु होला यहाँनिर भक्तपुरमा आएर है त हुन्छ यो भिडियोलाई चाहिँ तपाईले मन पराउनु भयो होला एउटा लाइक अनि कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु होला है त